सातौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई 6 विकेटले हराउँदै पुलिसले चौथो पटक पीएम कपको उपाधि जितेको हो। फाइनलमा आर्मीले दिएको 157 रनको लक्ष्य पुलिसले 25.2 ओभरमा 4 विकेट गुमाएर पूरा गर्यो। उसका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले। उनले 70 बलमा 7 चौका र 3 छक्काको सहयोगमा सर्वाधिक 61 रनको पारी खेलेका हुन्। यस्तै आर्मीका लागि ब्याटिङमा बसिर अहमदले उत्कृष्ट इनिङ खेले। उनले 104 बलमा 9 चौका र 1 छक्का सहित अभिजित 86 रनको इनिङ खेलेका हुन्। बाँकी ब्याटरले रन बनाउन नसक्दा आर्मी क्लब पुलिसलाई बलियो लक्ष्य दिन सुक्यो। सातौं सिजनको पीएम कपमा पुलिसलाई च्याम्पियन बनाउन स्पिनर ललित नारायण राजवंशीको भूमिका अहम रह्यो। उनले यसपल्ट 10 खेलमा 2.75 को शानदार इकोनोमीमा सर्वाधिक 41 विकेट लिए। यो सँगै ललित पीएम कपको एकै सिजनमा 40 भन्दा बढी विकेट लिने पहिलो बलर बने। उनले पीएम कपमा 100 विकेट पूरा गर्ने पहिलो बलरको कीर्तिमान पनि बनाए। प्रतियोगिता अवधिभर शानदार प्रदर्शन गरेका ललित सर्वोत्कृष्ट खेलाडी र बलर चुनिए। यो सँगै उनले 2वटा पल्सर मोटरसाइकल जितेका छन्। पीएम कपमा उत्कृष्ट ब्याटरको अवार्ड गण्डकी प्रदेशका युवा खेलाडी अर्जुन कुमारले जिते। उनले 9 खेलमा 1 शतक र 2 अर्धशतकको सहयोगमा सर्वाधिक 374 रन बनाए। यो सँगै अर्जुनले पल्सर बाइक जितेका छन्। प्रधानमन्त्री कपमा गरेको प्रदर्शनका कारण उनी आउँदो लिग 2 सिरिजका लागि राष्ट्रिय टिममा मौका पाउने सम्भावना पनि बढेको छ। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित जानकारीमूलक भिडियो सामग्रीका लागि कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। धन्यवाद।